मस्कारा लगाएपछि पनि तपाईँको आइल्यासेस चाहिँ यस्तो थिकर फुलर देखिँदैन भने आउनुहोस् म तपाईँलाई आज सिकाउँछु है त। यस्तो खालको आई पेन्सिल लिने, जुनै लिए पनि हुन्छ, आइलाइनर लिने अनि तल पनि लाउन मन लाग्छ भने लाउने, नभए चाहिँ आँखाको माथिपट्टिको त्यो वाटर लाइन टाइट लाइन गर्ने अनि त्यस पछाडि माथि आइलिडमा ल्यास लाइनलाई फलो गर्दै त्यसमा लगाउने, आफ्नो परेलाको छेउमा ऱ्यान्डमली लाउने अनि स्मज गरिदिने। यसमा चाहिँ यो वाला फेन्टीको आइलाइनरमा चाहिँ स्मजर पनि आउँछ पछाडि, अनि त्यसले म स्मज गर्छु अनि यस्तो देखिन्छ होइन। अनि मस्कारा लिने, मस्कारा चाहिँ अब जुनसुकै लिनुभयो भने चाहिँ काम गर्ला नगर्ला, तर भोल्युमाइजिङ खालको अलिकति थिकर खालको त्यहाँ लेखेकै हुन्छ नि त, त्यस्तो खालको मस्कारा लिएर अनि मजाले आफ्नो ल्यासमा कोट गर्नुभयो भने चाहिँ त्यो भित्रको वाटर लाइनमा अघि गाजल लगाएको थियो नि त्यहाँनिर त्यो खाली देखिँदैन, अनि माथिपट्टि पनि त्यो जुन आइल्यासको छेउमा आइलाइनर जस्तो गरेर स्मज गरेको थियो त्यसले गर्दाखेरि खाली देखिँदैन अनि कस्तो थिकर फुलर देखाउँछ क्या अझै पनि। सो यसरी ट्राई गर्नुभएको थिएन भने चाहिँ अब ट्राई गर्नु, एकदम राम्रो देखिन्छ होइन। अनि मैले चाहिँ आज दुइटै फेन्टीबाट लिएको, आइलाइनर पनि कस्तो राम्रो प्रिसाइजली लाउनको लागि पनि एकदम राम्रो छ, अनि मस्कारा त अब देखिहाल्नुभयो यस्तो दामी छ।